नमस्ते गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म एकदम ठिक छु। हामी चाहिँ गाउँमा पूजामा आएको छौँ। हाम्रो भाइहरू छ यहाँ दुईजना चाहिँ। हामी चाहिँ यतापट्टि यताको के भन्छ हावापानी हेरिरहेको छौँ। हाम्रो पूजा हुन्छ यो रुखको तल हो। यस्तो बबाले मजाले कुखुरा चाहिँ यति ठुल्ठुलो छ होइन। चाहिँ कुखुराको टाउकोले आमाले हाल्नुपर्छ। पुरुदियो मन्दिरमा सबैलाई पनि देखाउँछु ल। मन्दिरमा आइसक्यो। मन्दिर चाहिँ रहेको छ आँपको रुख फेदमा। बाबा हुनुहुन्छ हाम्रो पुजारी। आन्टी हुनुहुन्छ मेरो आन्टी। बाबा हुनुहुन्छ। आमाहरू बसिरहनु भएको यता चाहिँ यता सानो मान्छे अरू मन्दिर जस्तो होइन त्यो मन्दिर चाहिँ धुपाल्ने कार्यक्रम भइरहेको छ हाम्रो चाहिँ। सो यहाँ चाहिँ तल अङ्कलले चाहिँ पानी चाहिँ कुखुरा भुटाल्नको लागि चाहिँ पानी बनाउनु उमाल्दै हुनुहुन्छ। हाम्रो आन्टी चाहिँ लास्टै भिडियोमा चाहिँ आउनु खोज्नु भएको छैन कि किन हो कुनै हाँस्दै बस्नु भइरहेको छ। कुखुराहरू फेरि धेरै छैन, केही एउटा दुइटा त्यही धेरै होइन, त्यही 20-25वटा छ कुखुरा चाहिँ। यस्तै भइरहेको छ हाम्रो पूजा चाहिँ। हाम्रो चाहिँ धेरै आफ्टर लङ टाइमपछि पूजा भइरहेछ। एउटा कुरा देखाउँछ हाम्रो अङ्कलले चाहिँ बिहान मौरी झिक्नु भएको। हाम्रो अङ्कल चाहिँ मोटाउनु भएको। यो आँखा चाहिँ यत्रो देखि अङ्कलको यत्रो सुन्ने आँखा चाहिँ हेर्दै मिलेन। आँखा ट्याक्कै भयो। मासु खानै छ तर अङ्कल चाहिँ मोटाइसक्नु भएको चाँडै आन्टी चाहिँ हाँसेर गर्नु। सो कुखुरा काट्नको लागि हामीले स्याउला काट्नुपर्ने हुन्छ। हाम्रो स्याउला बोक्न हजुर त्यो पाडो हाम्रो कुखुरा त हाम्रो काटिन्न होइन। त्यो चाहिँ अघि त्यो सानो कुकुर हो। अब चाहिँ हामी पाडो काट्ने हो। त्योभन्दा ठुलो के हुन्छ भन्दा त्योभन्दा ठुलो त हात्ती नै होला। हात्ती नै काट्ने कुरो छ। अब के हुन्छ हेरौँ है। अनि चाहिँ हाम्रो ब्रदरले चाहिँ कटिङ हाल्नु लगाइरहनु भएको छ। पावर चाहिँ छैन जे होस् ट्राई गरिरहेको छ भन्नु पऱ्यो अब होइन। हान्नु अहिले फेरि झुकेर आफ्नो खुट्टामा चाहिँ नहान्नु, त्यति भन्न चाहन्छु। अलि बेसरी हाने पो हुन्छ। कहिले म हान्छु दे लापिट त्यहीँ नसी चाहिँ झिक्रा हुने काट्ने हो कि किसान। हेलो हेलो म भात खाँदैछु। हामीले यो घिसारे लानुपर्ने हुन्छ। ओहो बोक्नुपर्ने हुन्छ स्याउला यो बोक्नुपर्ने हुन्छ। अझै लगेर के
घामले कालले देखिहाल्यो के अरे यस्तो गर्नु यार घिसाइरहेको छु स्याउला फेरि त मासु काट्ने फेरि घिसाएको त हात्ती काट्ने हो नि त हात्ती यताबाट ल्याउँदैछ आउँछ अहिले कुरियर हुँदैछ यो चाहिँ काट्नुपर्ने हुन्छ अहिले यहाँ माथि रोड गरुङ्गो रहेछ यार अब भिडियो गर्न हाल्नु छैन माथि नै मन्दिरमा पुग्छु काट सिक्दै आउँछ त कहाँ लान लाँट्यो होला त्यसले? किराको मेहनत आम्बो ल मुलको कुन हो? खतरा थेट बनाइदिरहेको गोलो बनाइसकेको यो चारवटा खालको हुन्छ। कुखुरा चाहिँ सब काटेर ल्याइसक्यो हामी यहाँ एउटा यहाँ छ एउटा त्यहाँ एउटा अनि त्यहाँनिर एउटा छ अनि कुखुराको चाहिँ टाउको यस्तो राम्रो छ टाउको सबमा छ कि मिलेन हो कि हाम्रो उसको अब कुखुरा भुता निकालेको हुन्छ हाम्रो सबैको बारेमा उखालेर सधैँ एकतिर छुट्टै राख्नु है एउटा भालेको दुईटा पखेटा अब चाहिँ मासु पकाउनको लागि सिटा भाज्ने गर्नुपर्छ हामीले चाहिँ सिटा भाज्नु पर्ने हुन्छ यहाँ अङ्कलले नानीले दाइले चाहिँ सिटा भाज्दै हुन्छ म पनि अलिकति सिटा नभाजे पनि यसो बोक्न भन्ने आएको छु त्यही हो काम गरे भन्नु त पऱ्यो मिलाउनु त पऱ्यो अब कुरो त्यो हो म नि भाज्नु त भाज्छु चाहिँ भाज्छु तर कति भाज्छु भन्ने कुरोमा डिपेन्ड हुन्छ तर डडेलले गर्दा सिटा चाहिँ धेरै नै बनाइँदै रहेछ सिटाहरू धेरै नै एकछिनमा यति बनाइसकेँ नि त मैले यति धेरै त हुन त भइसक्यो लास्ट के भयो नानी खालिहाल्यो हाम्रो गाउँतिर चाहिँ मकै चाहिँ छरेर पनि उम्रिसक्यो अब चाहिँ 1 month 2 month 2 महिना 3 महिना चाहिँ खाने बेला हुन्छ त्यो मकै चोर्न आउनुपर्छ हामी चाहिँ मकै चोर्न चाहिँ आउनुपर्छ पोल्दै चोर्दै खानाको मजै भिन्दै हुन्छ नि त सब हामी चाहिँ छिटो भागेर लान्छौँ अनि पकाउँदाखेरि कसरी पकाइन्छ हामीले सब देखाउँछु तपाईँहरूलाई ओके